गाइज आज चाहिँ म हाम्रो यो नोभा सिमल क्लिनिङ मेसिन कसरी अटोमेटिक क्लिन गर्छ भनेर सिकाउन गइरहेको छु। यसको लागि चाहिँ हामीले यहाँ पहिला टर्न अफ गर्नुपर्ने हुन्छ हैन, अनि त्यहाँबाट तपाईँको यो तिनवटा प्रेस गर्नुपर्ने हुन्छ हैन। यसको प्रोसेस चाहिँ यो हो, यो चाहिँ अटोमेटिक क्लिनिङ प्रोसेस हो है। यस्तो आउँछ तपाईँको यो ब्लिप ब्लिप, त्यहाँबाट हामीले यो क्यापिटो युज गर्नुपर्ने हुन्छ हैन। तपाईँको जस्ट 1 स्पुन 1.5 युज गर्नु हुन्छ। अनि त्यहाँबाट हामीले जस्ट क्यापिटो हालेर प्रेस गरिदिनु। यो चाहिँ तपाईँको अटोमेटिक आफै क्लिन हुने प्रोसेस हो क्या, हेर्नु सक्नुहुन्छ यहाँ। यसरी चाहिँ आफै अटोमेटिक क्लिनिङ प्रोसेस हो हैन। ल हेर्नुहोस् डन भनेर यहाँ के भइसकेको छ हैन, तर पनि हामीले हेर्नुपर्ने हुन्छ यसरी। ल हेर्नुहोस् कति फोहोर निक्लिन्छ हैन यहाँबाट। बस हल्का थोक हालिदिने यो प्लाक्समा हालिदिने, यो चाहिँ क्लिनिङ प्रोसेस हो। ल हेर्नु सक्नुहुन्छ यस्तो फोहोर पनि आउँछ। यो कालो जबसम्म यो सेतो हुँदैन तबसम्म हामीले गर्नुपर्ने हुन्छ हैन। यस्तो हल्का गर्नुपर्ने हुन्छ। यसमा चाहिँ हाम्रो डस्टहरू अड्केर बसेको हुन्छ भित्र। यस्तो कालो पानी आउँछ मेसिनको यो कफीको हो कि। अब हेर्नु सक्नुहुन्छ यहाँ पानी एकदम सफा आइसक्यो होइन, पानी सफा आइसक्यो। हेर्नु सक्नुहुन्छ तपाईँको अब रेडी भएको चाहिँ अटोमेटिक बन्द भइसक्यो होइन। यो पुरै हेर्नुहोस् बन्द भइसक्यो। अब हाम्रो प्रोसेस भने यतापट्टि पनि आउँछ, अब सेम प्रोसेस, यो सेम प्रोसेस। यहाँ पनि एउटा क्यापिटल हाल्ने होइन, यहाँ क्यापिटल हालेर सेम प्रोसेस गरिदिनु छोडिदिने यत्तिकै। यो हाम्रो अलरेडी क्लिन भइसक्यो यहाँको बास्केट अलरेडी क्लिन भइसक्यो हाम्रो। यो चाहिँ अटोमेटिक क्लिनिङ प्रोसेस हुन्छ होइन। अब यस्तो फ्लिप आउँछ होइन लाइटहरू, बट यहाँ पनि हुन्छ। यो भने चाहिँ तपाईँको यो रेडी भइसकेको होइन। हेर्नुहोस् यता फालेर क्लिनिङमा हालिदिनु यसरी। यतापट्टिको अलरेडी सेट भइसक्यो होइन। यो चाहिँ बाँकी छ, यो पनि हुँदैछ। ल यो पनि हेर्नु सक्नुहुन्छ, यो पनि फाइनली हाम्रो क्लिन भइसक्यो होइन। सफा पानी आउँछ, त्यो सफा हुनुपर्ने हुन्छ होइन। सो हाम्रो नेक्स्ट प्रोसेसर भनेको तपाईँको यो अब यसलाई क्लोज गर्नेमा हुन्छ कि होइन। अब यसलाई कसरी क्लोज गर्नु तपाईँको होइन, यिनीहरू केही पनि टच हुँदैन कि। ल जस्ट यो पनि टच हुने, यो दुइटा मात्र, अरू के चाहिँ टच हुँदैन। यो हाम्रो क्लिनिङ प्रोसेसर होइन सक्नुहुन्छ। हाम्रो हल्का ब्रस लाग्ने टक्क लगाएर भित्रै फाइनली हाम्रो यो रेडी भयो। अब हाम्रो सेकेन्ड प्रोसेसर भने चाहिँ के हुन्छ भने अब केही टच हुँदैन, फेरि यही चट्ट अफ गर्ने होइन। यो अफ भइसकेपछि हाम्रो यो अलरेडी क्लिन भइसक्यो। अब यहाँ फेरि तिनवटा प्रेस गर्ने, अझ यो त्यो नहुन्जेलसम्म, जबसम्म यो तिनवटा आयो नि तब चाहिँ हाम्रो सेटिङ भयो, सब क्लिन भइसक्यो होइन। ल यो हाम्रो सेकेन्ड प्रोसेसर। यो हाम्रो अटोमेटिक क्लिनिङ प्रोसेसर। After one bottle.
ओके हाम्रो यो के अरे टप वार्मर भन्छ यसलाई चाहिँ होइन हट वाटर ट्याप यो चाहिँ छ पानी यसको चाहिँ दुईतिर हुन्छ तपाईँको यतापट्टि तलपट्टि पनि हुन्छ स्विच होइन एक्ज्याक्टली यहाँ छ स्विच पोइन्ट र अब चाहिँ हाम्रो यो सबै क्लिन भइसक्यो रेडी भइसक्यो जस्ट लास्ट र हामीले आउँछ एकछिनमा हामीलाई चाहिँ यसमा चाहिँ प्रायः जस्तो मिटहरू एकछिनमा चाहिँ भित्र अल्छी हुन्छ त्यही भएर हामीले पनि यस्तो गर्नुहुन्छ Yes guys, we are ready to your message. अनि अब हामीले अफ गर्ने छ गयो रेडिएटर अनि हाम्रो तल पनि हुन्छ होइन तल पनि त्यसरी अफ पनि म डाइरेक्टली अफ गरिदिन्छु अहिले मर्निङ सिफ्टको लागि त्यति चाहिँ आफ्टर हाम्रो पुरानो कस्तो हो